आइओई पुल्चोक पनि गएको थिएँ। वाइड भेराइटीको अपर्च्युनिटीहरू हुन्छ लिडरसिपमा चाहिँ हैन। एप्लिकेसन प्रोसेस खासमा युएसको युनिभर्सिटीमा जसरी अप्लाई गर्ने सेम प्रोसेस नै हो। नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ विकल्प पन्थी। म चाहिँ अहिले चाइनामा ड्युक कुन्सान युनिभर्सिटीमा छु। केही समय आइओई पुल्चोक पनि गएको थिएँ। त्यसपछि म यता आएँ। त्यही भएर अहिले थर्ड इयर स्टुडेन्ट। मेरो मेजर चाहिँ कम्प्युटेसन एन्ड डिजाइन विथ ट्र्याक इन सोसल पोलिसी विथ कन्सन्ट्रेसन इन ग्लोबल नेटवर्क्स। कविता भने जस्तै छ मेरो मेजर चाहिँ त्यही हो। विदेशमा चाहिँ जस्तै नेपालमा भन्दा वाइड भेराइटीको अपर्च्युनिटीहरू हुन्छ लिडरसिपमा चाहिँ हैन। मैले आफ्नो एक्सपिरियन्सबाट भनेको चाहिँ जस्तै नेपालमा नेपालमा नहुने चाहिँ होइन, तर नेपालमा एकदम सम ग्रुप्स अफ पिपलले हल्का के भन्नु त्यो ड्राइभ गरिरहेको जस्तो देखिन्छ नेपालमा चाहिँ। एउटा इन्डिभिजुअलले आउन चाहिँ अलिक अप्ठ्यारो पर्न सक्छ कतिपय केसमा। तर बाहिर चाहिँ धेरै कुनै युनिभर्सिटी बाहिरमा पनि स्टुडेन्टहरूको युनियन भएरै जाने पनि केसेसहरू चाहिँ हुन्छ। एउटा कुरा चाहिँ मैले ख्याल गरेको भनेको बाहिर चाहिँ जस म एकातिर ढल्किनुपर्छ एउटा ग्रुपसँग गएँ भने मात्र मैले खोजेको जस्तो पाउँछु भन्ने चाहिँ हुँदैन। नेपालमा पनि त्यो छैन कतिपय केसमा। तर अधिकांश केसमा चाहिँ जस्तै म नेपालमा भएको भए त्यो कुराले चाहिँ मलाई हल्का अनकम्फर्टेबल हुन्थ्यो होला। तर यहाँ चाहिँ बाहिर चाहिँ धेरैसो केसहरूमा चाहिँ धेरैसो अपर्च्युनिटीहरूमा चाहिँ इन्डिभिजुअली गए पनि मान्छेहरूलाई एकदम खुल्ला रूपमा अपर्च्युनिटी चाहिँ पाइन्छ। मेरो लागि चाहिँ अब मेरो चाहिँ खासमा एप्लिकेसन प्रोसेस मान्छेले चाइना भनेर भन्छन्। मेरो चाहिँ एप्लिकेसन प्रोसेस खासमा युएसको युनिभर्सिटीमा जसरी अप्लाई गर्ने हो सेम प्रोसेस नै हो। कमन एपबाट अप्लाई गरेको। अझ मलाई त मेरो युनिभर्सिटीको बारेमा इन्टरभ्यू पाउँदासम्म पनि थाहा थिएन भनौँ न। अनि के भयो भन्दा म ड्युक युनिभर्सिटीमा अप्लाई गरेको थिएँ। अनि सेम एप्लिकेसनलाई चाहिँ ड्युक कुन्सान युनिभर्सिटीमा पनि हामीले कन्सिडर गर्न मिल्थ्यो क्या। एउटा टिकको भरमा यहाँ आएको भनौँ न एक हिसाबले। एउटा टिक गर्दैमा मैले मेरो सेम ड्युक युनिभर्सिटीको एप्लिकेसन ड्युक कुन्सान युनिभर्सिटीमा पनि कन्सिडर भयो। अनि त्यसले गर्दा मैले यतापट्टि जस मैले इन्टरभ्यूहरू पाएँ, इन्टरभ्यू लगायत इन्टरभ्यूहरू भइसकेपछि चाहिँ मैले म सेलेक्ट भएको मैले थाहा पाएपछि चाहिँ आएको हो। स्कलरसिप चाहिँ मेरो फुल ट्युसन स्कलरसिप हो। खाना बस्नुको अनि इन्सुरेन्सको चाहिँ आफै बेहोर्नुपर्छ मैले। अनि अब मेरो एप्लिकेसनलाई कि त्यस्तो फ्याक्टर भन्ने हो भने चाहिँ मोस्टली मेरो एक्स्ट्रा करिकुलर्सहरू नै थियो होला। मेरो चाहिँ किन भन्दा मैले अब यसो हेर्दाखेरि चाहिँ मेरो जस्तै म कम्पिटिसनहरूमा गएको थिएँ, म्याथ कम्पिटिसनहरूमा। अब मेन्टल म्याथको लागि नेपालबाट कोही पनि गएको थिएन मेरो नलेजमा आजसम्म। प्लस अब केही नभए पनि मेन्टल म्याथको वर्ल्ड कपमा कोही पनि गएको थिएन। अनि त्यसो हुँदाखेरि फर्स्ट वर्ल्ड कप नेपालबाट फर्स्ट रिप्रेजेन्टेटिभ हुँदाखेरि अभियसली त्यो एउटा बुस्ट थियो होला मेरो लागि। प्लस अब त्यसको लागि नेपालमा मेन्टल म्याथ भन्ने बित्तिकै त्यो त जसले त्यो गरेर के फाइदा छ र भन्ने जस्तो हुन्छ। क्यालकुलेटर गरिदिइहाल्छ भन्ने हुन्छ। तर केही नभए पनि मलाई चाहिँ आफ्नो आइडेन्टिटी विकासको लागि हेल्प भएको थियो त्यो कुरा होला। प्लस मैले चाहिँ अब सानो उमेरमा एउटा किताब पनि लेखेको थिएँ। त्यही एक्सपिरियन्सलाई मेन्टल म्याथकै एक्सपिरियन्सलाई वैदिक म्याथको एउटा किताबको रूपमा लेखेको थिएँ। अनि सायद अनि त्यो मात्र नभएर अर्को मैले कति ठाउँमा काम पनि गरेको थिएँ आफैले। जस्तै काठमाडौँ मेट्रोपोलिटन सिटीको टिचिङ असिस्टेन्टको रोल थियो। त्यो कुराहरूले नै हेल्प गर्छ। त्यो मात्र नभएर मैले त्यतिखेरसम्म 2टा कम्पनीमा काम पनि गरिसकेको थिएँ नेपालमा पार्ट टाइम भन्दा कन्ट्र्याक्ट जस्तोमा। सायद त्यो कुराहरूले चाहिँ मेरो एप्लिकेसनलाई अलि युनिक बनायो कि भन्छु म चाहिँ। त्यो चाहिँ होइन, यो चाहिँ एकदम राम्रो क्वेसन। जस्तै एउटा कुरा चाहिँ के ख्याल गर्नुपर्छ भन्दा फर्स्ट कुरा चाहिँ मान्छेहरूले एकदम ख्याल गर्नुपर्ने कुरा चाहिँ किनकि म कसैलाई दोष लाउन्न होइन। कतिपय मान्छेहरू युनिभर्सिटी जानुहुन्छ भने कतिपय मान्छेहरू देश जानुहुन्छ है। त्यो भनेको आफ्नो निड अनुसार गर्ने हो। त्यसमा मैले केही पनि कमेन्ट गर्दिनँ। मेरो आफ्नो प्रायोरिटी के थियो, युनिभर्सिटी जानु थियो। मलाई एउटा राम्रो युनिभर्सिटी जानु थियो। जुन देश भयो भने मलाई फरक परेन। अब मेरो युनिभर्सिटीको ऱ्याङ्किङ खोज्नु भयो भने अरू कहीँ पनि पाउनुहुन्न ऱ्याङ्किङ। यो ऱ्याङ्किङ मेरो वर्ल्ड ऱ्याङ्किङ भनेर खोज्ने भने पाइँदैन। अनि मेरो युनिभर्सिटी चाहिँ खास के हो भन्दा युएसको ड्युक युनिभर्सिटी र चाइनाको वुहान युनिभर्सिटी दुवै टप टियर युनिभर्सिटी आफ्नो देशको होइन। अनि 2टा युनिभर्सिटी यस्तो खतरा युनिभर्सिटीसँगै मिलेर कुन्सान भनेको चाहिँ यहाँको लोकल गभर्मेन्ट हो। यहाँको लोकल गभर्मेन्टको सपोर्टमा बनाएको युनिभर्सिटी भइसकेपछि किन भए पनि युनिभर्सिटीलाई इट्सेल्फ होइन रिसोर्सहरूको लागि गाइडेन्सहरूको लागि राम्रो सपोर्ट भयो 2टा ठुलो इन्स्टिट्युसनबाट, राम्रो हिस्ट्री भएको इन्स्टिट्युसनहरूबाट। अनि के हुँदाखेरि चाहिँ यो युनिभर्सिटी पनि एकदम युनिक इनोभेटिभ र नयाँ भयो। मेरो लागि चाहिँ त्यो हिसाबले पनि एकदम राम्रो थियो। अनि यस्तै अरू युनिभर्सिटी पनि हुन्छ चाइनामा मात्र नभइकन अब चाइनामा चाहिँ साइनो फरेन युनिभर्सिटिजहरू चाइना र विदेशको युनिभर्सिटीहरू मिलेर बनाएको युनिभर्सिटीहरू छ। जस्तै न्युयोर्क युनिभर्सिटी
भन्ने छ, सियान ज्याओथोङ लिभरपुल युनिभर्सिटी भन्ने छ, युनिभर्सिटी अफ नोटिङह्याम निङ्बो भन्ने छ, अनि वेन्जोकिन युनिभर्सिटी, यस्तो सायद चाइनामा 11 कि 12वटा छ यस्तो युनिभर्सिटीहरू। अनि कुनै कुनै चाहिँ अब कुनै कुनै चाहिँ अभियसली मैले भन्न मिलेन, अब सबैको गोल एउटै नहुन सक्छ, तर कुनै कुनै युनिभर्सिटीहरू चाहिँ एकदम राम्रो अपर्च्युनिटी हुन्छ, प्लस इङ्ग्लिसमा पढाइ हुन्छ। अनि त्यो हुँदाखेरि चाइना आइयो, चाइनाको एक्सपिरियन्स लिन पाइयो, भाषा पनि सिक्न पाइयो, तर भाषामै पढ्न भनौँ चाइनिजमै पढ्न पऱ्यो भनेर प्रेसर भएन। त्यस्तो खालको युनिभर्सिटीहरू पनि छ। अब अर्को युनिभर्सिटीहरू पनि छ, जस्तै अरू युनिभर्सिटीहरू पनि एकदम राम्रो राम्रो युनिभर्सिटीहरू, जस्तै यहाँ चाइनामा मैले कतिपय नेपालीहरू पेकिङ युनिभर्सिटीमा पढ्नुहुन्छ, छिङहुआ, पेकिङ छिङहुआ भनेको चाहिँ अब एसियाको हार्वर्ड र एमआइटी जस्तो भन्छु म चाहिँ, त्यस्तो युनिभर्सिटीहरूमा पढ्नुहुन्छ। त्यसको लागि चाहिँ चाइना सिएससी हो कि त्यस्तै खै के स्कलरसिप छ एक्ज्याक्टली मलाई चाहिँ थाहा भएन। अनि त्यो स्कलरसिप चाहिँ किन पनि राम्रो छ भन्दा त्यसमा सबै कुरा कभर गर्ने, प्लस बस्नको चाहिँ आफू तिर्नुपर्छ होला, किन भन्दा उसले मन्थली स्टाइपेन्ड दिन्छ, अनि मन्थली स्टाइपेन्डबाट आफ्नो बस्न र खानाको चाहिँ तिर्नुपर्छ कि त्यस्तै के हो। त्यही भएर त्यो अपर्च्युनिटीहरू हुन्छ। लगायत अब चाइनामा पनि कति अब भने जस्तो राम्रो स्ट्यान्डिङको युनिभर्सिटी नहुन सक्छ, तर राम्रो स्कलरसिप दिइरहेको हुनसक्छ। त्यही भएर चाइना आउन मन छ भने त्यस्तो अप्सन पनि हेरे भयो होइन। नभए चाइनामा राम्रो युनिभर्सिटी आउन मन छ भने चाहिँ त्यही अब साइनोफोन युनिभर्सिटीहरूमध्ये अलिअलि राम्रो युनिभर्सिटीहरू छ, प्लस चाइनामा अलरेडी राम्रो भएको युनिभर्सिटीहरूमा पनि राम्रो स्कलरसिपहरू अभाइलेबल छ। अनि चाइना मात्र नभए पनि फरक फरक देशहरूको एम्बेसीले स्कलरसिप दिइरहेको हुन्छ। त्यो कुराहरू नेपालीहरूले एकदम ख्याल गरिँदैन हामीले होइन। अनि त्यो अपर्च्युनिटीहरू चाहिँ अब कहाँ कसले युटिलाइज गरेर हुन्छ थाहा हुँदैन। जस्तै मेरो दादा पनि यस्तै स्कलरसिप पाएर जापानिज गभर्मेन्टको स्कलरसिप पाएर जानुभयो, जापानिज एम्बेसीको। अनि त्यो पनि अब मेरो दादालाई अप्लाई गर्ने वर्ष बल्ल थाहा भयो। त्यो हुँदाखेरि त्यस्तो अपर्च्युनिटीहरूलाई चाहिँ मान्छे आफूले एक्सप्लोर गर्न सक्नु पऱ्यो। सोसियल मिडिया चलाउँदाखेरि बरु त्यस्तो मान्छेहरू खोज्नु पऱ्यो, कनेक्ट गर्नु पऱ्यो, सोधपुछ गर्नु पऱ्यो। आफू क्युरियस भएपछि भेटाउन चाहिँ गाह्रो हुन्छ जस्तो मलाई लाग्थ्यो। मेरो चाहिँ जस्तै एकदम युनिक एक्सपिरियन्स, किन भन्दा मलाई के थाहा थिएन, मेरो आफ्नो उद्देश्य भनेको एटलिस्ट एकजनाले जितेर आउँछु भन्ने थियो। किन भन्दा नेपालबाट पहिलोपटक गइरहेको, प्लस मेरो फर्स्ट कम्पिटिसनै वर्ल्ड कप भनौँ न, मेन्टल क्यालकुलेसनको वर्ल्ड कप, मेन्टल क्यालकुलेसनको सबभन्दा ठुलो कम्पिटिसन थियो। अनि त्यो हुँदाखेरि मलाई चाहिँ केही नभए पनि 40 जनामध्ये 39th भएर आउँछु भन्ने थियो मलाई। अनि मेरो ऱ्याङ्क चाहिँ 26th आएको थियो ओभरअलमा चाहिँ, किन मैले 2टा क्याटेगोरीमा चाहिँ अलि राम्रो गरेको थिएँ। एउटामा चाहिँ 4th, एउटामा चाहिँ 3rd हो कि त्यस्तै, मैले पनि बिर्सिसकेँ, धेरै समय भइसक्यो अहिले पनि। अनि सुरुमा चाहिँ अब के होला कसो होला भन्ने थियो। गइसकेपछि एकदम राम्रो मान्छेहरूसँग चिनजान भयो, भेटघाट भयो। अहिले पनि त्यो मान्छे उहाँहरूसँग म कनेक्सनमा छु अझै। रिसेन्टली हाम्रो वर्ल्ड कपको विनर अहिले 13 कि 14 इयर्स ओल्डको मान्छे आर्यन शुक्ला, अहिले 14 वर्ष होला। अहिले 14-15 वर्षको अहिले एकजना स्टुडेन्टले उसले एक दिनमा उसले गिनिज बुकमा वर्ल्ड रेकर्ड 6वटा वर्ल्ड रेकर्ड होल्ड गरिरहेछ अहिले। अनि ऊ हरेक प्रोग्राममा गएर डेमोन्स्ट्रेट गर्दा वर्ल्ड रेकर्ड तोडिरहेकै हुन्छ क्या, आफ्नै वर्ल्ड रेकर्ड तोडिरहेको हुन्छ। त्यस्तो मान्छेहरूसँग भेटघाट भयो। लगायत मेरो अब कतिपय अब जर्मनीको राम्रो साथीहरू बनाएँ मैले, अल्जेरियाको साथीहरू बनाएँ, इन्डियाको त छँदैछ होइन, क्यानाडाको साथीहरू बनाएँ। अनि त्यो हुँदाखेरि चाहिँ मैले एउटा केही नभए पनि म्याथ इन्थुजियास्टहरू, केही नभए अर्थमेटिक इन्थुजियास्टहरू चाहिँ वर्ल्डभरिबाट चिन्न पाएँ। सायद त्यो कुरा चाहिँ राम्रो एक्सपिरियन्स थियो। मैले अब त्यो कुरालाई नेपालमा पनि अलिअलि एक्सप्यान्ड गर्न चाहिँ खोजेँ, तर मसँग आफैसँग पनि इनफ रिसोर्स भएन भनौँ न। किन भन्दा मैले एटलिस्ट सिकाइरहेको छु भन्ने आफूले चाहिँ मजाले क्लियरली मजाले सिकाउन सकौँ भन्ने हिसाबले सिकाउन खोज्छु। अनि त्यो हुँदा अब आफै नै पुरै कन्फिडेन्ट नहुँदा, प्लस अब मैले अरू संस्थाहरूसँग नि कुरा गरेको थिएँ, गर्न चाहिँ नगरे होइन। अनि त्यताबाट पनि त्यस्तो भने जस्तो रेस्पोन्स नआउँदाखेरि चाहिँ मैले ठिकै छ भन्ने जस्तो लाग्थ्यो मलाई। अनि मैले आफूले चाहिँ धेरै कन्टिन्यू गरिनँ। मैले पछि चाहिँ आफ्नो किताबहरू केही नभए पनि आफ्नो बुक फ्रीमै भयो भने बाँड्छु भनेर बुकहरू चाहिँ फ्रीमा बाँडिरहेको थिएँ। मैले आफूले लेखाएवाला चाहिँ त्यही हो। जस्ट राम्रो एक्सपिरियन्स हो, भेरी गुड पिपल होइन, एकदम हाई अचिभिङ पिपलहरू मजाले राम्रोसँग चिनजान भयो, भेट्न पाइयो। अनि इन्ट्रेस्ट भनेर भन्छु है, जस्तै किन भन्दा मलाई मेन्टल म्याथमा इन्ट्रेस्ट आयो, मैले हेरेँ, खोजेँ, गरेँ कतिपय कुराहरू। मैले जस्तै मेरो लागि नयाँ स्टेप के हुनसक्थ्यो, एबेकस हुनसक्थ्यो। मैले एबेकस सिक्न थालेको थिएँ, तर मैले एबेकस भन्दा नि सोरोबान हो, एबेकस र सोरोबानमा पनि डिफ्रेन्स छ, त्यो फेरि अर्को कन्भर्सेसन हुन्छ होइन। अनि मैले गरिरहेको हरेक कुरामा नेक्स्ट स्टेप थियो।
नभएको होइन होइन। जस्तै तर अब मेन्टल म्याथ गर्दा गर्दै यहाँ आएपछि मेरो इन्ट्रेस्ट आयो लिडरसिपमा होइन। अनि म लिडरसिप क्याम्पसमा भएको लिडरसिप अपर्च्युनिटिजहरू प्लस कम्युनिटी इङ्गेजमेन्टहरू त्यो कुराहरूमा म आउटस्ट्यान्ड गर्न थालेँ। मैले अब आफूले क्लेम गर्न खोजेको चाहिँ होइन, तर मैले जस्तै भनौँ न मलाई कतिपय केसमा मलाई मेरो यो कुराहरू रेकगनाइज पनि भयो। जस्तै बेस्ट आरए अफ द इयर पाएको थिएँ मैले लास्ट इयर, प्लस इमर्जिङ स्टुडेन्ट लिडर अफ द इयर पाएको थिएँ। मैले चाहिँ के भयो भन्दा आफूले पाउन सक्ने अवार्डहरू चाहिँ मैले पाएँ सेकेन्ड इयरमा होइन। अनि त्यो हुँदाखेरि चाहिँ सुरुमा चाहिँ त्यसपछि मेरो फिल्ड गयो लिडरसिपमा। अनि लिडरसिपमा चाहिँ अब रोकिने भन्ने त्यस्तो हुँदैन। मेन्टल म्याथहरू प्र्याक्टिस गरेन अब डिस्कन्टिन्यू जस्तो भयो भन्ने हुन्छ। अब लिडरसिप चाहिँ मैले कन्टिन्यू नै पर्स्यु गरिरहेको छु। अब अस्तिसम्म म ठ्याक्कै भनौँ नेपाली शब्दमा भन्ने हो भने मेरो युनिभर्सिटीको अस्तिसम्म भन्दा पनि म अझै पनि डिसेम्बर 31 आफ्नो युनिभर्सिटीको सोभिको सभापति जस्तै हो ठ्याक्कै नेपाली भाषामा भन्दाखेरि। अनि अब नेक्स्ट सेमेस्टर चाहिँ म एडभाइजर हुन्छु। अभियसली सेम रोल नभए पनि अझ अर्को नयाँ रोल च्यालेन्जिङ रोलमा हुन्छु हुन चाहिँ। लिडरसिप डेभलपमेन्ट त छँदैछ, प्लस यहाँ भएको अरू अपर्च्युनिटीहरूले गर्दा चाहिँ मलाई अब लिडरसिपमा पनि अर्को स्टेप थियो नभएको होइन होइन। त्यसमा चाहिँ म अभियसली त्यो चाहिँ म पर्सु गरि पनि रहेको हुन्छु। अब अहिले चाहिँ म अब एजुकेसनतिर लागिरहेको छु, एजुकेसन कन्सल्टिङतिर अनि प्लस ह्युमन माइन्डको अब कसरी काम गर्छ भन्ने कुराहरूतिर होइन। अनि त्यो हुँदा चाहिँ अब ह्युमन माइन्डको वर्किङ ह्युमन साइकोलोजी बुझेर ह्युमनलाई कसरी पढाउनु पर्छ, कस्तो लर्निङ टेक्निक्सहरू, कस्तो पेडागोजिकल टेक्निक्सहरू चाहिँ फाइदाजनक हुन्छ भन्ने कुराहरू अहिले म एकदम इन्ट्रेस्टेड छु। मैले जानेको छु, गरिरहेको छु भने होइन होइन। म इन्ट्रेस्टेड छु, म सिक्दैछु, सिक्न झन् इन्ट्रेस्टेड छु भन्ने अब अहिले म त्यो फिल्डमा लागिरहेको छु। अब सायद अब म कतिपय मान्छेहरूसँग कोलाबरेट गरेर मैले पेपर पनि लेखौँला, के थाहा भएन। त्यो अब नभएको र यतिको सपना बुन्ने कुरा भएन। तर अब मेरो लागि नेक्स्ट स्टेप त्यो हुनसक्छ यो फिल्डमा चाहिँ होइन। अब यो फिल्डमा नेक्स्ट फर्दर स्टेप्स भनेको अझै रिसर्च गर्दै जाने अथवा यसमै फर्दर एजुकेसन लिँदै जाने हुनसक्छ मेरो लागि चाहिँ। त्यही भएर हरेक फिल्डमा चाहिँ अब नेक्स्ट स्टेप भइरहेको हुन्छ। अनि मलाई चाहिँ अब मन स्थिर नभएको भन्दा पनि मैले अर्को फिल्डमा झन् राम्रोसँग कन्ट्रिब्युट गर्न सक्छु भन्ने आफूलाई फिल भएको भएर चाहिँ म त्यसरी लागिरहेको हुन्छु। त्यही भएर मलाई चाहिँ मलाई चाहिँ एकदम रमाइलो लागिरहेको हुन्छ। रमाइलो कुराहरू थाहा पाइरहेको हुन्छु, रमाइलो कुराहरूमा डिप डाइभ गर्न पाइरहेको हुन्छ। त्यही भएर भेरी लक्की, एकदम प्रिभिलेज, एकदम ब्लेस्ड मान्छे सोच्छु म चाहिँ आफूलाई। कति मान्छेहरू बाहिर आउने सोच्दै हुनुहुन्छ होला, कति मान्छेहरू नेपालमा पढ्ने सोच्दै हुनुहुन्छ होला। जहाँ पढे पनि आफ्नो सुरुमा चाहिँ मजाले सोच्नु, नेपालमै पढ्ने पनि नेपालमा पनि अपर्च्युनिटीहरू छ नभएको होइन। प्लस अब तर नेपालमै सबैलाई सुइटेबल छ पनि म भन्दिनँ होइन। अथवा सबैलाई नेपालमा पढ्न सुइटेबल छ पनि नहुन सक्छ। बाहिर आएर पढेर नेपाल फर्किन पनि सकिन्छ, बाहिर आएर केही बाहिर काम गरेर नेपाल पनि फर्किन सकिन्छ। फर्स्ट कुरा चाहिँ राम्रोसँग सोच्नुहोस्, कसैको लहलाइमा होइन, कतैको रेसमा लाग्ने होइन हामी भनेको। कसैको लहलाइमा लागेर कसैको पिछा गरेर कसैको देखासिकी गरेर गर्न भन्दा पनि मजाले सोचेर सबै कुरा ब्यालेन्स आउट गरेर, किनकि फ्यामिलीको कुरा हुनसक्छ, फाइनेन्सियल कन्स्ट्रेन्ट्सहरू हुनसक्छ होइन। त्यो कुराहरू सबै ख्याल गरेर आफूलाई के सुइटेबल हुन्छ भन्ने कुरा आफूले रियलाइज गरेर चाहिँ आफ्नो नेक्स्ट स्टेप लिन भनेर मेरो चाहिँ मेसेज त्यही हुन्छ सबैजनालाई। सायद त्यही नै होला। अनि आई होप पिपल क्यान टेक दिस भेरी पोजिटिभ। अनि त्यो हुँदाखेरि मान्छेहरूलाई नै फाइदा होस् भन्छु म चाहिँ। त्यही नै। थ्याङ्क यू सो मच फर गिभिङ अस योर टाइम। हामीले मेसेज पनि अलिकति लेट नै भएको थियो जस्तो लाग्यो होइन। अनि के छ भने ठिकै छ, अनि मैले पनि हिजो आफ्नो समस्याले गर्दा म जोइन हुन पाइनँ। ठिकै छ, आज भइहाल्यो। हजुर थ्याङ्क यू सो मच, एकदम राम्रोसँग इलाबोरेट गरेर भनिदिनु भयो, सेयर गरिदिनु भयो। हस्, थ्याङ्क यू भेरी मच। हस्, बाई बाई।